हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। र आज फेरि मैले धेरै दिन बाद भिडियो स्टार्ट गरेको छु। तपाईहरु हेर्नुस् होला। म चाहिँ यहाँ भर्खर उठ्दैछु। आज चाहिँ म दिनमा के गर्छु भनेर देखाउने छु है त गाइस तपाईहरुलाई। गाइस भन्यो मेरो छोरी पनि उठिसकेको छ। माया गरेर हेर्दिनुस् ल, हामीले च्यानललाई हैन। गलेको गलेको मर्निङ ड्युटी चाहिँ यो हो गाइस। थाहा पाउनु भयो होला के हो भनेर। हेर्दै गर्नुस् ल। Baby on the bus go round 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 round. Baby on the bus go round round round. Wheel on the bus go round 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 round. Wheel on the bus go round round round. मेरो छोरीले पनि गीत गाउँदैछ है। गर्दैछ है मेरो छोरीले पनि। म चाहिँ अब नानीलाई यो दिन्छु रिफ वाटर। यहाँ हेर्नुस् त उसले चाहिँ तानेको के छ अरे बदमास। तानेर पनि लग्यो। उसले चाहिँ खाँदैछ ग्रिप वाटर। पुरा मन पराउँछ उसले चाहिँ। हाय ओ बदमास। दादा 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 भनेको बाबा भन त। बाबा भन त। के गरेको नक्कली। आउ न। यहाँ आजको दिन चाहिँ यसरी स्टार्ट हुँदैछ। लुगा हालिरहेको छु मैले चाहिँ धुनुको लागि। बेसी त नानीकै हुन्छ। अहिले चाहिँ मैले यहाँ नानीको बोतलहरू पनि धोइसकेँ। अब यसलाई चाहिँ घाममा सुकाउनु पर्ने हुन्छ। मर्निङ ड्युटी चाहिँ यस्तै छ है गाइस मेरो चाहिँ। नानीको लुगा धुनु, बोतल धुनु, नानी सुताउनु। यो चाहिँ अब मजाले घाममा सुक्छ। अन्त चाहिँ फेरि आजको युज गर्नुपर्छ। त्यहाँदेखि फेरि बेलुका धुनुपर्छ। प्रिशा खुसी भएको थियो। नक्कली ओ नक्कली। ओ बदमास। बदमास केटी लड्यो है। बदमास केटी सुत्यो। लै 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 लै। उसलाई चाहिँ म सुताएर गएको थिएँ। अहिले चाहिँ उठेर पनि यहाँ कोक्रोमा बसिरहेको छ है। ऊ चाहिँ आजकल कोक्रोबाट उठेर बस्नु थालेको छ। डुङ हुन्छ नि कुद्नी चाहिँ।
यसरी उठ उठ्यो 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 यसरी उठेर बज्छ। ए यो ब्ल्याङ्केटले डिस्टर्ब गरेछ औ लु अन्त यसरी उठेर बज्छ बदमास। बदमाश ओ बदमाश को उभिनु खोज्दैछ यहाँ पक्रेर यसरी उभिन्छ है उ चाहिँ। मैले चाहिँ अघि धोएको लुगा चाहिँ सुकाइसकेको छु घाममा। यी नानीको लुगाहरू सबै गर्दैछ पढेको पढेको पढ पढ के लेखेको रहेछ बदमास। म चाहिँ यहाँ लुगा पट्टाउँदैछु ब्ल्याङ्केटहरू है। मेरो नानी चाहिँ बदमास गर्दैछ बदमास गर्दैछ। यो कसको ब्ल्याङ्केट हो अरे 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 यता आउनु हुँदैन है यता आउनु हुँदैन है। अब आयो अब भत्काउँछ नानी नतान न ला जुङ भयो जुङ भयो जुङ 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 डाङ ड्याङ गर्छ बहिनीले। नानी ओ बदमास 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 गर्छ डुङ हुन्ला नि। बाउ कहाँ जानु हामी चाहिँ ओछ्यान मिलाइसकेर पनि बसिरहेको छु। यो बदमास छोरी हो नि यो चाहिँ मान्छे बदमास गर्छौँ भाउ 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 भाउ। तल सामान आयो आज चाहिँ यहाँदेखि यहाँ चाहिँ दोकान थाप्नुहुन्छ बाबाले। अरू बेला पनि दोकान त थियो तर गिफ्ट दोकान थियो अब चाहिँ ग्रोसरी सप पनि हो। लङ्गुरदाङको को हुनुहुन्छ अहिले हाम्रोमा दोकान एभाइलेबल छ है गाइस। तपाईँहरू आउनु सक्नुहुनेछ सामान ल्याउनुको लागि। सामान आइसकेको छ। यहाँ चाहिँ सिके सप आयो सिके सप दोकानको मालकिन मालिक स्टिङ को खान्छ स्टिङ किन्नु आऊ। स्टिङमा मोमो खानु मजा आउँछ है बहिनी। यो चाहिँ हो हाम्रो पहिलाको गिफ्टको दोकान। अहिले पनि छ गिफ्टको सामानहरू गिफ्टको र ग्रोसरी सप हो यहाँ चाहिँ अहिले। के 5 किलो चिनी र 7 किलो छेउछाउ जान्छ।
त्यो खेतला हाकालाई घर चाहिँ कालाउने एक दिन सोर्नु नि के बाटो त्यो बढाएर निकाल्नु पर्ने म खादिन ल प्रिसा के हेरेको ला दिदी हेरेको